ल हेर्नुहोस् साथीहरू, तपाईँहरूको बारेमा उब्जेको अर्ग्यानिक साग सब्जी खानुहोस्, ज्यान बनाउनुहोस्। आज त्यसै गरी अलिअलि पोलिरहेको छ। यो चाहिँ पर्चुगलको सिस्नो हो। आज खाने त्यो त नबोल्ने। अनि यो आज भनेको होइन, यो पोलेको होइन, यो करेन्ट लागेको हो। पोलेको नसम्झिनु होला साथीभाइहरू। यता हेर्नुहोस् हाम्रो बारीमा डल्ले खुर्सानी देखाइदेऊ त। डल्ले खुर्सानी दल्लो दल्लो फलिरहेको छ। त्यसै गरेर धेरै ठुलो त छैन। आछो टमेटो सिस्नो टिप्न आएको। यता देखाइदेऊ। सिस्नो आफ्नै बारीमा उब्जेको, आफ्नै जग्गा जमिन हो। फेरि आफैले आफ्नै नाममा पास गरेको जमिन हो है। अरूकोमा फलेको, हामी अरूको बारीमा फलेको खाँदैनौँ नि। हाँस तिमी के छिरे पा हाँसेर हैरान छ क्या साथीहरू। फेरि त्यसै गरेर यस्तो गराउने खाने, ग्यास्ट्रिक हुँदैन। धेरै पार पनि आउनु न यस्तो खायो भने। ओके, अब यसरी। तर यो सिस्ना अलिक कौलो रहेछ। तपाईँहरू पनि सक्नुहुन्छ नि सिस्ना। तपाईँहरूको हातैले टिपेर देखाउनुहोस् कस्तो राम्रो भइरहेको छ। आफ्नै अर्ग्यानिक बारीमा फलेको अलिअलि घाँसपात पनि खानुपर्छ। घाँस पनि छिरेछ यहाँ। त्यो भन्दै आजको दिनमा बिदाबारी गर्न चाहन्छु। हस्, धन्यवाद। तपाईँहरूको दिन शुभ रहोस्।